थापाले बनाएको धरहरा होइन अहिले केपी शर्मा पछाडिको हो नि त अब अगाडिको भीमसेन थापाले बनाएको होइन नि त हो र केपी शर्माले भन्नुभएको छ नि त यो धरहरै हो भनेर उहाँले जिकिर गरिरहनु भएको छ ठिक छ उहाँलाई त्यस्तै भयो म बुझाइदिन्छु त नजाने मान्छेले शिक्षक बनाएको रहेछ व्यवस्थापन समिति के पार्टी भनेर त्यहाँबाट गर भनेर निकाल्दिए मुद्दामा गए अस्ति अदालत चलेर मुद्दा पनि जलेछ आनन्दै भयो जस्तो तपाईँहरूको गानामा जस्तो दोहोरी गीत हजुर 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 हेबाट सुरु हुन्छ क्या हे ए दोहोरी गीत हेबाट हुन्छ भोजपुरी आज म पहिलो पटक तमसोमा ज्योतिर्गमयमा सर्ट मात्रै लाएको छु यो गर्मीका कारणले पनि हुनसक्छ धरानका कारणले पनि हुनसक्छ तर सबभन्दा ठुलो जो मान्छेसँग जस्तरी जुन भावभङ्गीमा संवाद गर्यो त्यसको संवादको त्यो निष्कर्ष झन् सरसपूर्ण हुन्छ भनेर तपाईँकै जस्तो पोसाक लाग्यो कोट आज छैन मसँग ठिक छ चप्पल चाहिँ लाउनु भएको छैन तपाईँलाई के आवश्यकता पर्यो कि तपाईँले प्राप्त गरेको त्यति महत्त्वपूर्ण मेडलहरू चाहिँ बिक्रीमै राख्नुपर्ने पहिलो कुरा त त्यो मेडलले दुःख पाएको छ रक्सी खानालाई बेच्न खोजेको त होइन धेरै पार्टीहरूकोमा धाउनुभयो पार्टीहरूले पत्याएनन् टिकट दिएनन् अनि स्वतन्त्र उम्मेदवार बन्नुभयो भन्ने ठ्याक्कै यसलाई चाहिँ उल्टो बनाउनु त धेरै पार्टीहरू तपाईँकोमा धाउनुभयो अनि तपाईँले मान्नु भएन अनि र पनि स्वतन्त्र उभिनु भएको छ भनेर एकचोटि फेरि भन्नु त कस्तो मिठो सुनिन्छ नत्र भने तपाईँको देश जलिरहेको सबै भागारे भाग भइरहेको बेला आउँछ 500 किलोमिटर गाडी चढेर चरा मुसा पनि थिएन बाटोमा त्यस्तो क्या सबै आर्मी नै आर्मी है तर खोइ के काम गरियो अनुहार देख्ने बित्तिकै छोडिदिइहाल्ने क्या ₹4 ब्याङ्कको खातामा राखेर राष्ट्रिय आविष्कार केन्द्र खोल्छु भनेर होइन अनि उधुम मचाउने मूर्ख मान्छे म हो अच्छा मूर्खले आफूलाई मूर्ख हो भन्ने थाहा पाउँदैन रे सरले आफूलाई मूर्ख भन्नुभयो त्यसो भएर मूर्खलाई आफ्नो कुरा थाहा हुँदैन भन्ने कुरा हो होला तर मलाई त पक्कै थाहा छ मेरो खराब पानी छ मेरो खराब पानी छ अनि यस्तो छ अत्यन्तै तुच्छ नि सर अत्यन्तै तुच्छ राक्षसको वकिल भएर एउटा प्रश्न सोधौँ हजुर सोध्नुहोस् तपाईँ हारिहाल्नुभयो भने कसरी अनुहार देखाउनुहुन्छ यसरी नै देखाउँछु मेरो खराब पानी छ मेरो खराब पानी छ मेरो यदि तपाईँको उपमहानगरपालिकामा धरानमा कसैले भ्रष्टाचार गरेको प्रमाण तपाईँले भेट्नुभयो नि लात्ताले दिइहाल्छु त्यसपछि लात्ताले दिन्छु लात्ताले बाङ हान्ने कति लात्ता हान्नुहुन्छ एक दिन्छु होला र सरकारबाट यो पैसा आउने छाँट देखिएन किनभने सरकारले ढुकुटीमा पैसै छैन भन्छ अब ढुकुटीमा नभएको पैसा के चोरेर ल्या भन्नु त भएन सरकारलाई